Hello guys, welcome to my channel. यतिकै हो शान्ति स्तूपा जाँदैछौँ लगभग रानी वनको आधी बाटोमा आइपुग्यौँ होला यहाँ पछाडि चाहिँ छ मेरो साथीहरू अनि यहाँ चाहिँ अर्को साथी बाटो चाहिँ यस्तो छ एकदमै पिसफुल अनि चारैतिर चराहरू गरेर छ अघि तिमीले फेरि थियो के कालो के हो खानेकुरा हो क्या भन्छ नि त चिलाउनेको त्यो उसलाई चक्लेट मेरो फेभरेट होइन लैजाऊ हाइकम हान्दैन र यस्तोमा ओइ हाइकम भनेको त चक्लेट टाइम त्यसले निकाल्यो कि मैले पनि त्यही गर्नु लाग्यो उनले चाहिँ चक्लेट नखाने रहेछ हामी चाहिँ अहिले चक्लेट खान लाग्यो त्यो बाटोमा एकदम चक्लेट खाएरै मोटा नन भ्लगर्स मेरो नि छ कि क्लिपहरू म नहान्ने हो यिनीहरू यस्तै खाने यिनीभन्दा सुरुबाट हो झन् भ्लग बनाउने अरे यो बाटोबाट यो बाटो निस्किने रहेछ यस्तो राम्रो भ्यू देख्छ यहाँबाट अब यहाँबाट माथि हो कि तल हो खाएपछि आउँछ त्यो जग्गा गाइस त्यो चाहिँ भ्यू टावर रहेछ अनि यता चाहिँ चाइनिज गुम्बा त्यो टुप्पा अब आराम गर्छ कि पकाउँछ भ्यू यस्तो भ्यू फ्रम हियर कस्तो राम्रो मुखिन मन लाग्यो नुहाउन मन लाग्यो अब चाहिँ हामी खाजा खाने स्पट हेर्दैछौँ गाइस फाइनली चौतारो भेटियो चौतारो चाहिँ यस्तो छ यस्तो फाइनली चौतारो चाहिँ यही हो हाम्रो चौतारो यहाँ अब सबैले के ल्याहा निकालेर राख्छौँ अनि खान्छौँ गाइस यहाँ चौतारी पायो भनेर बस्यो है चौतारीमा त फेरि यस्तो टन्डपुर घामै लाउने रहेछ भनेर खुसी भयो त यहाँ त हेर त कि फेरि तलैतिर जान्छौँ होला अर्को ठाउँ खोज्नलाई अर्को चौतारी खोज्नलाई माइग्रेसन अँ माइग्रेसन गरे अब ओके कता पाउँछ अर्को चौतारो के कस्तो गुमुक्क पर्ने माथिबाट घाम काइकिङ त गएन भाइ सब प्लानहरू त काइकिङ तिमीलाई त भनेको थियो मन त थियो गइएन गाइस म चाहिँ आइपुगेँ भन्दा नि एउटा चौतारो भेटेँ कि यहाँ अनि साथीहरू चाहिँ आएन अब साथीहरू आइसकेपछि यहीँ चौतारोमा अलिकति उ गरेर खाजा खान्छौँ अब साथीहरूलाई कुरोमै अब मेरो पनि प्लास्टिक त माडा निस्किन्छ प्लास्टिक चाहिँ दो न प्लास्टिक कोकोलाई चाहियो प्लास्टिक के को प्लास्टिक हो र ए आँपको अनारको प्लास्टिक अब ल आँप आइपुगेछ यहाँ भिडियो गरेको लैज नि यार के आइपुग्यो यहाँ चिप्स आइपुग्यो यहाँ लेज आइपुग्यो ल अब कहाँ छौ नि अब चाहिँ म बस्नु हुन्छ खानेकुरा केमा राख्ने हो खानेकुरा हातमा यत्रो झोला चाहिँ बसिके है थपक लाएर यहाँ खानेकुरा चाहियो ओछन चाहियो ल चल्छ हाम्रो चाहिँ किन निकाल्नु म चाहिँ गाइस यहाँ प्लास्टिक छाएर बसिसकेको छु अनि हाम्रो खाजाहरू चाहिँ के राख्नु छ के निकाल्ने केरा ल्याएको लोकल हो लोकल हाम्रो के हो हाम्रो नि यति हो हाम्रो त यिनीहरूले ममा ल्याएको त चक्लेट नि निकाल न चक्लेटहरू चक्लेट अघि एउटा उसलाई दिइहाल्यो है अब चाहिँ
जुगाड छ कि हाम्रो चाहिँ यहाँ चटपट बन्दै अलिकति मिर्च पनि होला 5 मिनेट होइन हुन्छ ल हुन्छ धुनु पर्छ जम्नु होला कि ओहो चटपट बनाउन त्यसरी चटपट खाना आउँदैन कस्तो ठ्याक्कै सको नाम सिधै पो खिच्यो भाइ बिर्सेर यतै रहन्छ खिचेको खिच्यो नि त सँग त हुन्न होला नि अहिले त हुँदैन मिठो भयो त चटपट है तिमीहरूले के काटेर ल्याएर चाहिँ त्यो बेला हामीले आहा उल्टो बैगन बैगन भनेर हालत खराब भयो बल्ल बल्ल तल आइपुग्यो पुगेकै छैन आउने ताल देख्यो अब चाहिँ 5 मिनट होला अघिदेखि माथिले 10 मिनट भन्दा बल्ल आइपुग्यो यही हो गाइस भ्यूहरू कस्तो राम्रो देखिसक्यो कि कस्तो राम्रो भ्यू देखेछ मेरो नभएको जम्मा 7वटा सब्सक्राइबर छ 7वटा सब्सक्राइबर पनि म लोयल सब्सक्राइबर गरेको भन न आज ल भयो गाइस टोपी नै मिलेन कि गाइस टोपी नलगाएर भन गाइस अब हामी चाहिँ फाइनल्ली वहाँ माथि माथि पठाउँदा त वहाँ माथिबाट बल्ल यहाँ आइपुग्यो अनि अब चाहिँ यहाँ तालको छेउ आइपुग्यो हेर्नुहोस् तालको छेउ अलिकति यसरी आइपुग्यौँ हामी अब चाहिँ हामी डुङ्गा चढेर उता तालको हल्लम अङ्कल छन् अनि घर जान्छौँ आजको लागि यति नै थियो भ्लग थ्याङ्क यू सो मच फर वाउ कस्तो मजाको हावा आएको ऊ पछाडिको साथीहरू गाइज हामी चाहिँ अब छुट्टिने बेला आइसकेको छ ल हुन्छ ल गुड